सहयात्री बनी तिमी आयो जीवनमा मेरो जीवनको यात्रा लामो हिँड्न एक्लै चढ्दै सहयात्री बनी तिमी आयो जीवनमा मेरो। के तपाईँ श्री आमोस लेप्चासँग पवित्र विवाह गर्न आफ्नै सो इच्छाले आउनु भएको हो? आमोस लेप्चा तपाईँ बिना राईलाई त्रिएक परमेश्वरको उपस्थितिमा समाज र मण्डलीको अघि अब उसो मेरो विवाहित पत्नी भनी ग्रहण गर्दछु। म तिमीलाई जीवनभर प्रेम गरिरहनेछु। यो साथ छुट्ने छैन कहिल्यै बरु सास नै छुटिजाऊ तिम्रै लागि सबैको सामु परमेश्वरलाई राखी साक्षी माया गर्नेछु म जीवनभरि। बाचा दिँदैछु आज म सबैको सामु परमेश्वरलाई राखी साक्षी साथ दिनेछु म जीवनभरि। सँगै जिउन सँगै हिँड्न मेरो प्रिय हुनुहुन्छ सँगै जिउन सँगै हिँड्न माया छुट्ने छैन कहिल्यै बरु सास नै छुटिजाओस् यो साथ छुट्ने छैन कहिल्यै। हामीले छान्नुपर्ने कुरा चाहिँ के हुन्छ भने कठोर हृदयको नहो भनेर भनेको छ। अहङ्कार नहुनु, घमण्डी नहुनु भनेको छ। श्रीमतीको लागि आफ्नो प्रेम दर्शाउन सक्नुपर्छ। जस्तै म मसिन्तामा जन्मेर हुर्केको हो, त त्यस कारणले गर्दा मसिन्तामा जन्मेर हुर्केको कारणले गर्दाखेरि अब त्यो खाने धनी खानदानी त्यस्तो कुरा छैन। यति खानुको कुरा मात्रै हो कि त्यतिखेर म अलिकति स्पाइसी पर्सन हो, मारमसला खान्थेँ अनि मजाको स्पाइसी, अब मजा ग्रेभी स्पाइसी खाने म छोरा हो। सानैदेखि त्यसरी हुर्केको। तर जब मैले मेरो श्रीमती विवाह गरेँ, अब श्रीमतीहरू त अब एकदमै यहीँ तल, अब यहीँ चर्चको यहीँ मुनि हो, तपाईँले देख्नुभयो होला ग्राउन्ड, त्यही ग्राउन्डको त्यहीँनिर मेरो ससुराली है। उहाँहरू अब राम्रै खानदानी, त्यस्तो खानदानी हुँदा पनि उहाँको खुवाइ चाहिँ के रहेछ भन्दाखेरि खुवाइको स्टामिना चाहिँ के रहेछ भने सादा, सबै कुरोमा मारमसला नलाउने होइन, मारमसला त पटक्कै नलाउने, सादा मजाको झोल मजाले लगाएर सट खाने। उहाँहरूको त्यो चाहिँ यति दामी स्टामिना रहेछ, त्यो त दामी उहाँहरूको लागि। तर जब म आएर त्यो खानु थालेँ मलाई त पुरा अब के भयो ससुरालीमा खाँदिनँ भन्नु पनि अप्ठ्यारो, त्यो भात छोड्नु पनि अप्ठ्यारो कस्तो भयो। पछिको दिनमा हामी छुट्यौँ, आफ्नै चुल्हा भयो नि, अब त्यहाँ त म त भयङ्कर भएर अब त्यस्तो चाहिँ हुँदैन है। तिम्रो घरमा बसिन्जेल त मैले त्यो सादा खाएँ कि अब चाहिँ मेरो चुल्हा हो, म हस्बेन्ड हो, मैले भनेको जस्तै पकाउनुपर्छ, म भन्नु सक्थेँ नि त। तर जुन यो वचन मेरो हृदयमा पुग्यो नि, ढकनी लाग्यो। अनि एउटा हस्बेन्डको पावर देखाउनु पर्ने, तर अचम्म मलाई 15 दिन 20 दिन 1 महिनाको बादमा त मैले राम्रो आफ्नो क्यारेक्टर हेरेको त त्यो झोलमा चाहिँ ऊभन्दा बेसी खाना खाने म पो भएछु। हालेलुया। धैर्यलाई अङ्गाली म
मनलाई सम्हाली पर्खिरहनु है बिर्सिने छैन म मायाका बाचालाई तिमीले नि सम्झिनु है धैर्यलाई अङ्गाली मनलाई सम्हाली पर्खिरहनु है बिर्सिने छैन म मायाका बाचालाई तिमीले नि सम्झिनु है भरोसा प्रभुमा राखी विश्वासमा सधैँ प्रार्थना गरी बसिरहनु है बसिरहनु है माया सधैँको लागि होइन तिमी नटालिनु फर्किआउनेछु म माया तिमी पर्खिदिनु ईश्वरले हाम्रो लागि रचिएका योजना जीवनभरि पुरा गर्दै बहिनीलाई एकदम अब बधाई छ भनेर भन्न चाहन्छु बहिनीज्यूहरूलाई है उहाँहरूको अब नयाँ जीवन यात्रा सुरु भएको छ आजदेखि चाहिँ अनि यो यात्रा चाहिँ अब परमेश्वरको वचन आधारमा उहाँहरूको एउटा करार बाँधिएको छ अनि यो चाहिँ अनन्त अनन्तसम्मको लागि चाहिँ एउटा त्यो एउटा क्षण होस् ताकि सबैले पनि बुझोस् कि एउटा विवाह चाहिँ के हो भन्ने कुरो चाहिँ एउटा नमुना बनेर जाओस् भन्न चाहन्छु अनि उहाँहरूको विवाहित जीवनको लागि एकदमै शुभकामना भन्न चाहन्छु लागि अनि आजको दिन एकदमै खुसी छौँ हामी किनकि हाम्रो डाँडाको मण्डलीले हाम्रो मण्डलीबाट बिना छोरीलाई एकदमै पवित्र विवाह गरेर हामीले कालिम्पोङ निवासी हाम्रो आमोस ज्वाइँको हातमा हामीले सुम्पेको छौँ अनि हामी इच्छा गर्छौँ अनि हाम्रो एकदमै हृदयबाट प्रार्थना अनि एकदमै बधाईको साथमा हामीले उहाँहरूलाई यहाँबाट अब पठाउन लागिरहेको छौँ अनि आजको यो एकदमै यो विवाद कार्य असल भएको छ प्रभुको प्रेजेन्समा पवित्र जनहरूको प्रेजेन्समा इष्टमित्रहरूको प्रेजेन्समा हामीले कार्यहरू सक्सेस गर्दै गर्दा परमेश्वरको प्रेजेन्समा सक्सेस गरेका छौँ फर्स्ट हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ अनि विशेष गरेर छोरी बिनालाई अनि जो दुलही राजा आजको यो दम्पति जो नयाँ कपाललाई पनि हामी एकदमै बधाईको साथमा हामी यहाँबाट उहाँलाई बिदा गर्न गइरहेका छौँ भयो भयो के भन्नु अब एकदमै बधाई दुवैजनालाई अनि एकदम सानो उमेरदेखि सँगै हुर्केर होइन अहिले यो समयमा पवित्र विवाह हामीले देख्न पाउँदै गर्दा एकदमै खुसी छौँ हामी अनि उहाँहरूको दम्पति जीवनमा एकदमै हामी बधाई दिन चाहन्छौँ परमेश्वरले धेरैभन्दा धेरै आशिष उहाँलाई दिएको होस् धन्यवाद आज म बेहुलीको आमा अनि आज मेरो छोरी माइली छोरी पवित्र विवाह गरेर आजको दिन जाँदैछ परमेश्वरले महान आशिष दिएको हुन् उनीहरूको दम्पति जीवनमा अनि म यही भन्न चाहन्छु उनीहरू अब सुरक्षा साथ घर पुग्न सकेको अब रातको समय जाँदैछ उनीहरू यहाँबाट हामीले बिदा दिँदैछौँ जेमेसी है म चाहिँ प्रतिमा गुरुङ बिना नानाको साथी हामी एकदमै सानोदेखि नै हामी सँगै पढेर आएको र हामीले बचपन जवानी हाम्रो जुन युथ टाइमहरू हुन्छ हामी सँगै बिताएको र नाना चाहिँ एकदमै राम्रो हुनुहुन्छ र उहाँ चाहिँ जहिले पनि हाँसिरहनुहुन्छ स्माइली फेस हुनुहुन्छ उहाँको चाहिँ र त्यो इमोसनल भइरहेको छ है नाना अब अलिकति वियर्ड फिलिङ छ अब नानाहरू सानोदेखि सँगै पढेर हुर्केको विवाह गरेर जाँदा
तर पनि म आशा गर्छु है उनीहरूको जीवनमा चाहिँ परमेश्वरले आशिष दिनु हुनेछ र म विश्वास गर्छु भेनाले पनि नानालाई एकदमै माया गर्नुहुनेछ भनेर र उहाँहरूको लाइफमा र उहाँहरूको मिनिस्ट्रीमा चाहिँ परमेश्वरले आशिष दिएको हुनेछ। यो हाम्रो माया हेलो जेनसी अनि म सुशीला अनि बिनाको फ्रेन्ड प्लस सिस्टर अनि म उसको होली म्यारिजमा यही उयो गर्न चाहन्छु। उसको न्यू लाइफ स्टार्ट भएको छ अनि तिम्रो न्यू लाइफ सक्सेस भएको होस् अनि एकदम खुसी रहनु होइन। अन्त हाम्रो बेस्ट पार्ट पनि छ अन्त लाइफमा होइन हामीले जति इयर होइन हामीले सँगै बिताएका छौँ बेस्ट पनि छ कति कुरामा इमोसन हाम्रो कतिवटा उयो भएको छ त्यो सबै कुरा उयो गरिकन पनि अपार्ट फ्रम द्याट म तिमीलाई यही विस गर्न चाहन्छु होइन तिम्रो नयाँ लाइफमा उयो गर्नु ह्याप्पी रहनु अनि जस्तै परिस्थिति हुँदा पनि होइन मलाई सम्झिनु होइन म तिम्रो फ्रेन्ड अनि सिस्टर अलवेज हुनेछु। विश्वासमा सधैँ